हेलो गाइज, धेरै पछाडि आइयो है। एक नमूना मिल गया देखो। हाँ, मालूम नहीं। मैं अभी ब्लॉग बना रहा है ना, बहुत टाइम हो गया यूट्यूब पे ब्लॉग नहीं डाला। कतार आएपछिको मेरो यो पहिलो ब्लॉग गाइज। अहिले चाहिँ म यहाँ हाम्रो कतार आएपछिको पहिलो ब्लॉग। यो गाडी चलाउनु चाहिँ मेरो दाइ, यतापट्टिको मेरो दाइको साथी सतीश। सतीश भाइ कैसा है? अच्छा है? सब ठीक है ना? ल गाइज, मेरो भ्लगलाई साथ सपोर्ट दिनु। म तपाईँलाई कतारको चाहिँ उजाड मरुभूमिको दृश्य देखाइराख्नेछु। कतार आएपछिको पहिलो भ्लग गाइज, सपोर्ट गर्नुपर्छ है। अरू भने त्यस्तै हो। नापिस भन्दैछ, म पुरै नापिदिन्छु। आज शुक्रबारको दिन यसो दाजुभाइ भेटघाट गरेर घुम्दैछौँ हामी। घुमघामको सिलसिलामा यत्रो ठुलो ढुवाङ बसमा हामी 3 जना मात्रै छौँ। यो अगाडिको यो लामो बिल्डिङलाई चाहिँ बरुवा भन्छ। दुई 2017 आउँदा केही थिएन, अहिले पुरै टोटल्ली चेन्ज भइसक्यो गाइज। अब हामी कता जान्छौँ हेर्दै जाउँ। यस्तै छ, गर्मी छ, वाइल्ड। अहिले चाहिँ हामी तेल हाल्न जाँदैछौँ गाइज, पेट्रोल पम्पतिर। कुकुट पेट्रोल पम्प स्टेसन अब अगाडिबाट छ, दाहिने मोडेपछि। वो पेप्सी लेके ओए रेड बुल लेके बूम बूम किधर है बूम? गाइज होइन, यहाँ आइयो रेडबुल किन्नलाई। रेडबुल किन्न पेट्रोल पम्पतिर छ। यसलाई सित्रा मार्केट भन्छ। लास्ट महँगो पर्ने रहेछ। यस्तो महँगो त के अब होइन। हाम्रो गाडी बस आज मेरो छुट्टी, दाइलाई भेट्न आएको, त्यही भएर होइन। अब हामी खाना खान जाँदैछौँ गाइज। चेयर्स, नेपाली रेस्टुरेन्टमा जाँदैछौँ। अब हामी नेपाली रेस्टुरेन्टमा गएर नेपाली खाना, मेसको चाहिँ खाडो खाँदा हामी वाक्क भएर आज चाहिँ नेपाली रेस्टुरेन्टमा जाँदैछौँ गाइज है। नेपाली खाना हाम्रो यो खै देखा न, नेपाली खाना। यसले चाहिँ भैँसीको मासु खाँदैछ, उसले कुखुराको खाँदैछ। म चाहिँ यहाँ वेटिङमा छु। यो चाहिँ ट्याक्क मटन खाना। आफू त बाहुनको छोरो पर्यो, भैँसी साइसी खाइँदैन।